आज चाहिँ यहाँ आमा छोरीहरू पुरा तरुनी भएर पुरा बेबी सावरमा जान थालेको। मेरो हालत हेर्नु मेकअप किताब केही गर्नु पाएन कि आँखाले आँखा पुरा एलर्जी भयो तुरुन्तै। अब आज हाम्रो साथमा हजुरहरू पनि बेबी सावर हेर्नु होइन। छोरी पनि स्कुलबाट फुल डे स्कुल गरेर चाहिँ आएर थाकेको छ बिचरा। फेरि आज मेरो फुल डे हो क्या, अरू बेलामा चाहिँ मेरो हाफ डे हुन्छ, चाहिँ फुल डे हो आज चाहिँ। फुल डे काम गरेर फुल डे स्कुलमा आज फेरि मेरो स्पोर्ट्स पनि छ क्या। घरबाट उसको झगडा गरेर हिँड्ने जस्तो भयो। कुटा के भएर अरे हेर न आसु केही मेकअप नगरेको त्यो भएर मेकअप गरेर यस्तो बेलामा बर्बाद हुन्छ। बदाम पिरो रे क्यामेरा क्या मन पर्छ नि फेरि यता राख न यता गर न एकचोटि प्रवचन गर न। ऊ ढोका लाग्यो ढोका खोल्यो भिडियो खिच्छु भनेको के खाना खाएको अलि एक्टिङ गर न। दुब्ली भयो कि तेरो भिडियो खिचिदिएको क्या क्यामेरामा हटिन् त यता साँच्चै खिच्दै जिस्काइछ हो कि मलाई कस्तो मजा पो लाग्छ खिचिरह हो। अलिअलि त पोस्ट गर्नु पऱ्यो नि बहिनीको बेबी सावर अनि त्यहाँपछि पोस्ट गर्नु पऱ्यो नि युट्युबमा सधैँलाई मेमोरी पो हुन्छ त। हेर नि त एक्टिङ गरेर खाकी के ल ल माया हेर त्यहाँ सानो तिम्रो साथी बन्दैछ छोरा पहाडी हेर मेरो मामुको साथी भएन कोही भन्दै गहा बोतल छ मलाई तिम्रो साथी भएन भने कि माया उ भइदियो साथी गयो बोतल छ क्यामेराम्यान जिवाला दियो खोइ फोनहरु कहाँ छ अनि भिडियो फोटो एउटा हातले मात्र पर्छ नि कता भयो मोबाइल सुमन क्यामेरा खिच्दिन्छ एउटा त्यताबाट त्यही कर्नरबाट खिच्दियो यो त पुरै छुइसक्यो दिदी कता गई दिदी होइन एउटा अर्को पनि बनाउन खोजेको नि त मैले फाइनल गर्छु नि त खुसला सलाई त्यहाँ पूजा गर्नु मसँग यहाँ वारेनसँग रहेछ
पहिले केक काट्ने कि तिमी हो रेडी राख्न सबै रेडी राख्नु ल्याउने यसले मुस्नु नि आयो बुझ्यो आहा हैन ए मेरो यस्तो गर्छ उसको पनि हेर्नु गरिहाल्ने Happy birthday, ह्यापी बेबी शावर भन न Happy birthday. आउँदिन न के गरेको तिमीले तिमीले खाम किन खोलेको खाम खोल्दैन जस्तो भइदियो हेर न ढ्याक्कै तिम्रो होइन सानी Stella. सानीको छ Did you list it? Happy birthday. It's not birthday, I tell you. It is. No, it's not. Yes, it is. Happy नमस्ते तिमीले भएन baby boy. नमस्ते भनेन मन अर्कोमा पनि छ होला यसले दिल्ली वालेको एउटा हुने भयो त यार एउटा उयो दहीमा Baby boy. Welcome, baby boy. अर्को पनि छ त्यहाँ अर्को डब्बा हेर्छु Welcome, baby boy. Welcome, baby boy. What is that, Mom? Look up! Look up! Look up! Wow. Mamu. बसिस् तपाईँलाई बसिस् म त्यो हेर्नु त्यसलाई What? What? मलाई लाइट चाहियो लाइट चाहियो मलाई लाइट अझै आउँछु न कुनको साइज ठुलो थियो पनि अरू गेस्टहरुको लागि हैन अरू तपाईँ गेस्टले पनि खानु पर्यो नि त मलाई धेरै भयो एउटै रहेछ ल लाइभ ल्यायो अरे यही छ धेरै किन हुँदैन हो गुलियो डायबिटिज हुन्छ हेरेन आए कस्तो हात भयो पहिले टिका लगाइदिने कि पहिले के काट्ने टिका लगाइदिनु Welcome, baby boy. बेबी बोय आउँदैछ नि त पर्दैन होला Baby boy. किन हुन्छ नगर दही छ नि त टन्न बोल्छ है तिमीलाई बोल्दैन ए अस्ति नि मेरो साडी पोलेको थियो है मलाई पोल्दै किन साडी पोलेन Mama. गर्दिन सुमन गलिसकेला नि अलिअलि नम्बर टिका लगाइदिन्छ नि म गरिसके बरु सेतो भयो त नि माया दही ज्यादा हाल्नु भयो क्या तपाईँले दसैँ होइन बाबा लाएँ ल मैले आएन बेबी छोरा आयो ल आशीर्वाद दिऊ है आइन्दा नसुर्ता भन्ने होइन राम्रो आओस् हेल्दी आओस् रातभर सुत्न नपाओस् तिमी जय हाँस्यो होइन जयलाई पनि हो त्यो जय सुत्दैन सुत्न पाइन भनेर 2 बजे फोन चाहिँ नगर्नु उठाउँदिन ठिक छ त दिदी भोलि काममा जानु छ म त रातभरि ओइला त सुबुले मात्रै सुत्न दिँदैन थियो अहिले छोरोले पनि दिँदैन सुत्केरी खुवाउन लानु दिदी 2 महिनामा आउँदिन म एक्लै भात होइन दही चिउरा ठ्याक्कै चामल छिरो अब गर्ने केक काट्ने बेलामा
होस् राम्रो यो उसले मात्र खाने हो त भाइ होइन भाइ दुवैजनाले खाने हो कलै पारो खाने मैले पनि टिका पनि लगाइदिएँ तीनचोटि खुवाउने ए ल हामीले त होइन दुवैजनालाई नि तीनचोटि होइन होइन अझ ठुलो चम्चाले हजुर बेबी अलि मिठाई फेरि खान सिसी पेट के चर्किन्छ गरेको तिमी फेरि अहिले मटर पनिर अलिक थोरै जान्छ ए सुब्बुको त दुईपल्ट भइसक्यो है सबै 3-3 पल्ट खुवाउनु अब दही र चिउराले शुभ हिसाब गरेर त यहाँ 22 जना मान्छे रहेछ 66 66 श्रीहंस एरिकले पनि खुवाउँछ त्यही भने सिरियसली यसले खुवाउने न खान्छन् माछा उसले नि गन्छ बाबा टिका पनि लगाइदिन के भन्नु भन्दियो है ल त्यही हो भन्नु आशीर्वाद सेम्पी फेरि एकताल त्यही हो भने त गाह्रो पर्छ खोइ त नि ए म त क्यान्डल किन नबालेको भन्नु लाग्थ्यो गिफ्ट दिस्यो बाबा ए बुढाहरूलाई ए सुबुला मात्रै हेरे ल तपाईँ सम्झिनु मात्रै म चाहिँ खाने मात्र साथी खाने साथी यसो दिनु पछाडि बाबुलाई पनि बच्चालाई पनि तिमी खाइदेऊ सानीलाई सानी र काशीलाई दही चिउरा खाइदेऊ छिटो यो फिड यो पोल छ नि ए बेबी यहाँ आऊ न बेबी भाग्यो ल होइन लाइट यहाँ थियो दियोले पऱ्यो भाग्यो होला अनि रातो भयो होला नि दियोले होइन के होइन ए उसलाई ल नेक्स्ट बाबु त हात धुन गइसक्यो बेबी आऊ त अलिक यता बेबी छिटो आऊ न सानी वेट गर्दै होइन्छ हो मन पर्दैन त बेबी छिटो आऊ न उसलाई के मन पर्छ थाहै हुँदैन गहिले के यहाँ आऊ मुड स्विङ भइरहन्छ बेबी तिमीले कुटा खान्छ यहाँ आऊ ल मैले क्लिन गरे ल अब क्लिन भयो नि त क्लिन भयो हेर क्लिन छ गर धेरै खो अब छिटो खाऊ कुकुलाटा होइन के हो भने त Adrian. आउनु त खाना तयारी भइसक्यो त छिट्टो लु Ani kasu? काशीलाई पनि खुवाइदिने काशीलाई चाहिँ कम्ती है Lancha. लड्दैन गर्दैन ल छिटो लैजाऊ तिम्रो ये दसैँ हुँदा ठुलो टिका हुँदैन दसैँ त बरु बार आइरहेको छ वर्षै पछि आउँछ दसैँ बार आएको छ वर्षै पछि त आउँछ अलि मजाले लगाइदिनु ल जहीँ पनि बाटो छट्टै खसालिदिने यहाँसम्म पुऱ्याइदिनु न कान दसैँहरू हेर्नु न बाँकी सरी अब त उसले चाहिँ हेप्पी बर्थडे गर्नलाई वा गरेर बस्यो ताली बजा उसले वा ह्याप्पी बर्थडे होइन एकचोटि आयो हो अलिकति हुन्छ उयो मिठाई हो भने चाहिँ म जति खान्छु दही चिउरा मात्रै भएन दही माथि पुरै मुसाइदिउँ त मुनि छ होइन होइन
त्यो भयो थोरै आउँथ्यो कि यो बाक्लो भयो धेरै आयो कि गाह्रो हुन्छ कसैलाई जुन खुवाइदिए नि एउटा होइन त्यो उता सोध्नु न सुकुलाई सोध्नु लिएर आएको फ्रिजमा राखेको छु फ्रिजमा सुकु कुरो भन न एउटा अलिकति कति बोलेको भन्नु पर्छ भाइले यहाँ मिठाई चाहिँ उसले मात्रै खाने हुन्छ भइसक्यो बचक्क पर्दिनु त फेरि चाहिँ भएको बेलामा टोक्नु न तर धेरै चाहिँ नटोक्नु है भन्नु होला सुबुले यस्तो भइगयो कि यहाँ के रे के गर्या ल है यो भन्छ फिडब्याक पनि आउँदा लिसक्यो अब कुन मिठो छ सोचेर देऊ यहाँ म आर्यन तिमी नि खुवाइदिउ गोरे भाइ कानमा समातेर भएन कानमा समातेर गो टीका लगाइदिनु कि यसो छोड मेरो त लड्छ होला अब त लड्दैन टच गर्दिउ टच गरेर नि टच गर्ने आई मिन यस्तो गर्दैन न अब त्यही एड गर्देऊ न औलाले यसो यसो कलरमा ल है ल एक चम्चा चाहिँ धेरै धेरै होइन माछ कम्ती है ल झन् धेरै खुवाउँछ ज्वाइँलाई कहाँ त्यसरी पाइन्छ त नि सुपुलाई कम कम खुवाएर ज्वाइँलाई धेरै खुवाउनु पर्ने कि त्यो दक्षिणा पनि सुपुलाई इलेक्ट्रो त हेरेको हेरे चिउरा चपाउँदा चपाउँदै जाने पर्छ पाउँछु नगिन पाउँछु दही चिउरा मात्रै पाउँछन् मात्रै छ है ज्वाइँवाला पनि गाला सलाम लाग्नु पर्थ्यो कस्तो तिमी पनि हो जाउँ त नभए तिमी पनि सानो सँगसँगै टिकी लगाइदेऊ सबैजनाले टिकी लगाइदेऊ छिटो होस् अब रातभर घुम्नलाई रेडी हुनु सजिलोसँग होस् भन्नु पर्यो छिटो हुनको लागि रातभरि कुर्नु परेन नि बहिनीलाई अनि छिटो भन्दा पनि सजिलोसँग होस् सजिलो होस् नर्मल होस् होइन राम्रो खाना लागोस् रोक सानो खाइथिसिन्छ अनि त्यसपछि दिदी बहिनी खुवाइदेऊ न अलिक मजाले खुवाइदेऊ कि ज्वाइँलाई फेरि फिल गर्नुपर्ने बेला भएछ दही चिउरा थाली आजको डिनर स्टार्टर सबै उसले पनि जी गर्यो भाइले पनि जी गर्यो लु खुवाइदेऊ नानीले पनि पालो ल उसलाई पनि खुवाइदिनु पनि मन लाग्यो जाऊ आश्री जाऊ तिमी पनि खुवाउनलाई खुवाइदे आश्री ल दिने भयो ल अर्को फिल गर्ने बेला जाऊ दही चिउरा फिल गर्ने बेला भयो कहाँ भयो होला अझै सुमन बाँकी त्यही भने अब दही मात्रै फिल गर न चिउरा नगर दही मात्र तिमी पनि त्यस्तै गर्दा आएको हो नि त के छ मेरो फोन मलाई क्यामेरा किनिदिने विचार छ क्यामेरा किनिदिने विचार छ मलाई वाउ मलाई पनि मन पर्यो हाय सुको सानो भने होइन मेरो चाहिँ को हो त अनि खै चाहिँ भन्ने
जाऊ एकछिन जाऊ चाहिँ दिदी जाऊ त उयो त राखेछु मैले सुले त्यहाँबाट कतिवटा दाना मुखले जित गयो यसो मेरोमा 30 वटा दाना छ तपाईकोमा कतिवटा दाना आउँछ सुमन आर्यनको रुममा छ जोला मार्यो यसले क्यामेरामा लाइट परेको देख्यो के कति बेलामा श्री बन्द हुन्छ आइ भन न के अरे कसले खाना पकिहाल्यो भनेपछि बेला यस्तो टेन्सन भएको छ म बाथरुममा आयो सानो ए मिनला पनि आको मिनला पनि गिफ्ट ल्याइदियो सुमिरले भन्छ सुमनलाई के भनेर इन्भाइट गर्यो भन्यो भरे ड्रिमको बोतल एक एउटा बोतल लिएर आउँछ सुमन घर सकेर जहिले अनि फेरि समीर दाइको पार्टी रहेछ एक बोतल लिएर आउँछ बेबी look what Suman uncle bought for you. मेरो मोबाइलको ठुलै आयो त गयो तपाईँलाई जस्ता Look what Suman uncle bought for you. यो जति त ठुलै साटुम न त मालिक ठुलो झोला ल्याइदिन्छ साटुम न त सुबु त्यताको झोला छ यो काट्ने दिनुहुन्छ उजैको झोला ठुलो भयो रे हेर न बङ्ग ए हुन्छ लु अब के काट्नु के काट्नु माथि चाहिँ केही पनि भएको छैन लाइट चाहिँ के गर्नु सुमन मेरो सक्यो होइन यो दुईटा बाल्ने त भयो सेकेन्ड सबभन्दा धेरै कष्ट पर्ने हुन्छ उसको निभो काटा के नेक्स्ट के काट्ने Baby, why are you hiding? I just like the boo doo 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 doo. Did you like that? मिनी आऊ यता बाबा आऊ यहाँ लाइट वालेको सामान आउँदैन यहाँ आउनु यहाँ भित्र यो त धेरै हुन्छ हौ धेरै हुन्छ रे भने ए प्रभु धेरै हुन्छ रे धेरै हुन्छ भन्छ त्यति पनि
होइन अहिले बसेर खानु त बसेर खाने अहिले पनि बसिरहेको छ ओले ला 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 होइन सक्यो सक्यो अब डान्स गर्ने अब को नाच्ने कति टिकटकमा आफ्नो गोल हान्दा पर्यो नि मेसी यस्तो ए हो कति खुसी भएको उसलाई यो क्यामेराको लाइट र त्यहाँको लाइट कस्तो मन परेछ कहाँ कि तिमी आज वाउ तिमी पनि केकसँगै जाऊ न केकसँग उता हो न त तिम्रो कम्प्याक्ट हो नि त म सबैको फोटो खिचिदिन्छु ल बस्नु सबैजना बस्नु उता फुपू पनि सबैजना आश्री जाऊ उता बस्छ ए सबैजना बस्नु म फोटो आमा बस्छौ नाइन 10 भइसक्यो 5 4 5 4 5 4 1 2 5 4 1 2 5 कस्तो मजा आयो Say hi. Say hi, Ama. Hi, Ama. Babu, say hi. नगर्नु न त्यस्तो तागर्नु भन न केक अहिले खाने कि एकछिनमा आश्रु केक अहिले खाने कि एकछिनमा ल त्यसो भए खाएरै मागिसले टार्गेट राख्दैछन् मलाई बेबी अहिले एकछिनमा खाऊ न त कोल्ड हुन्छ अनि राखिदिइहाल कि राखिदिइहाल भयो मेरो बाबालाई भयो 1 2 3 4 5 भन 1 2 नआइज न 1 2 अनि दिन्छु के 1 2 3 4 5 6 6 उता दिदी दिदी मिरे मैले नखाएको भए भन्थेँ नि मलाई चाहिँ तिमीलाई त भन्दिनँ तिमीलाई बेबी हामा Why? मनिला Ama. No? कति इन्सानले सोधा Yummy, Babu, ma'am. आश्रु कुन मिठाई खाने कुन मिठाई जुन Stop it, Ray. Stop it, Ray. अब यो प्लेटै राख्नु नि अरे अहिले चाहिँ म तिमीलाई डब्बामै हालिदिन्छु होइन फुपूले ल्याएको लान्छु नि त म बिर्सिन्छ है दिदी बिर्सिन्छ मैले प्रुफ पनि राखेको छु भिडियोमा एघारवटा छ
सुले गनिरहेको छ उहाँ कतिवटा बचेको छ अब 11वटा भरे मलाई कतिवटा घर पठाइ फेरि यस्तो कि उता लगेको बेलामा भरे घटाइ हो नि भन्ने लाग्यो होला कि अब चाहिँ म हालिदिन्छु म अहिले चाहिँ त्यहाँ खाली बनाउनु I have to